हामी तलतिर जान आँटेको कि होइन यहाँ करजनलाई हेर्नु गाइस यो चाहिँ शिव भगवानको त्यो स्ट्याचु को अनि हेर्नु त यो पछाडि यस्तो रहेछ हेर्नु डाँडै काँडा त्यतिर हेर्नु त त्यो कस्तो राम्रो त्यो कतै घुम्नु जाने त ठाउँ छ के यहाँ के भयो यहाँ चाहिँ बत्ती बाल्दै हुन्छ होइन जम्मैजना मैले उतो गर्छु अलिक यस्तो गर्छु कि होइन अहिले जम्मै देखिनुहुन्छ अनि यहाँ ठुली मान्छे नेनी अनि मामु हामी चाहिँ अब यहाँ उतो गर्दैछौँ होइन गाइस धेरै बेरको पनि म बनाउनु सक्दिनँ कि होइन तर जति बेर आउँछु नि होइन त्यसको हिसाबले गर्छु होइन म चाहिँ उतो गर्छु होइन अनि यहाँ हेर्नु न डाँडाबाट कस्तो भ्यू आएको क्या बुझिहाल्नु म उता जान्छु कि होइन एकछिन उता हेर्नु त त्यो पूजा गर्ने ठाउँहरू यहाँ नमस्ते गरिहाल्नु पर्यो हेलो अनि यहाँ चाहिँ उता छ म दर्शन गरिहाल्छु अनि यहाँ पनि रहेछ गाइस मिनी अब उता पनि छ उता पनि ढोगेर आउनुपर्छ मखनै गाइस यो पनि ढोग्नुपर्छ अब उनीहरू सबै ढोक्दै जाऊँ होइन अब ढोक्दै जाऊँ होइन यति माथि यो दर्शन गर्नुलाई म यति उतो भइरहेको छु कि होइन म बिरामी जस्तो भइरहेको छु यति उकालो चढेर आउनु पर्ने कि होइन यति उकालो चढेर आएको यस्तो यहाँ यस्तो भ्यू यस्तो दर्शन चाहियो भने चाहिँ त्यसको चाहिँ परिश्रम चाहिँ साह्रै चाहिन्छ हिँडेर आउने बाटो त हेर त यो मान्छेहरू हिँडेर आउने होला दाजु है यहाँ हेर्नु त कस्तो गाइस हामी उता होइन म चाहिँ यो हिउँले सबै मरेको यो रुख अन्त नि दाजु बस्ती घर त यतापट्टि त एउटै रहेन हामी अनि यस्तोमा को बस्ने पानी तल रहेछ यहाँसम्म हिँड्दै आएको गाइस कति कठिन भयो र भन्नु त यो मामु चाहिँ ओनिलो गर्दै हुन्थ्यो हिजो हामी त्यहीबाट त हेर्दा ती देखिन्छ दाजु तर थोरै हिँडेछु त गाइस हिँड्दा गरेर हामी गरिसक्यौँ अब दर्शन चाहिँ हामी नि होइन मैले बनाएको हौ 10 चोटि बनाइसकेँ होइन गाइस मेरोमा म यतातिर देखाउनु भनिदिन्छ हिमालहरू फेरि एउटा एकताल देखाउँछु कि गाइस अनि म तपाईँले एउटा चिज देखाउँछु पखलाई कुन ठाउँ हो भने नि होइन त्यो ठाउँ चाहिँ पख्नै यो चाहिँ सुटिङ गर्ने ठाउँ हो कि होइन सुटिङको ठाउँ पहिला यहाँ सुटिङ भएको थियो अनि यहाँ हुँदैन अहिले भाजि नि कि होइन त्यति यहाँ हेर्नु त्यहाँ के लेखिरहेको छ है मन्दिरमा के लेखिरहेको छ यो मन्दिरमा के लेख्छ भने त्यहाँ नि होइन लेखिरहेछ सबैले दिने ठाउँ पूजन पनि दिने ठाउँ सघाइ छ नि एउटा चिज देखाऊँ तपाईँहरूलाई एकदम अमेजिङ यहाँ नै यति चढिसकेपछि यस्तो देखिन्छ हेर्नु यस्तो देखिन्छ होइन अब मामुले भन्नुभयो जाऊँ मामुसँग जाऊँ कि अन्य भन्ने हुन्छ कि त्यसरी जाऊँ पूजा गर्नु होला होइन अब पूजा गरेको पनि देखाउँछु होइन तपाईँ दर्शन तपाईँ आउनु नपाए पनि यहाँ यो ब्लग हेरिसके
पछि मनलाई शान्त हुन्छ यहाँ टिका लगाइदिनु यहाँ अब टिका लगाइन्छ म चाहिँ टिका लगाउँछु है गाइस यहाँ माता कृष्ण हेर्नुहोस् त माता हेर्नुहोस् त विराजमान हुनुहुन्छ त्यहाँ हुनुहुन्छ होइन? मस्तले अब यहाँ चाहिँ टिका लगाउने म चाहिँ टिका लगाइहाल्छु ओम विद्यम दे धनम दे सर्वे साथीहरु देवी त्रायमी देवी दुर्गे देवी नमस्ते विद्या नमस्ते गर्नु पर्यो घर लाने हो पर्सन लानुपर्छ कि नलग्यो त्यहाँ छोडिदिनु होला हामीले त्यो मानामा पैसा चढाएको थियौँ होइन अनि त्यो पैसा यहाँ अगाडि लानु मिल्छ कसरी लाने एक महिना लाने 1350 होइन त्यो चढाइ छ कि मैले घरमै लाँदो रहेछ नि हो त्यो चाहिँ किनेर लाने हो नि त साथीहरु लाँदा राम्रो कि लाँदा हुन्छ राम्रो धन्यवाद है के सोध्नु फुल चाहिँ नि लिई पैसा दिएर पैसा लानुहुन्छ है तिमी र म पनि आउँ न खोइ त फोटो खिच्ने हो क्या यो भिडियो खोइ त भिडियो बनाइरहेको छु गाइस चाहिँ मेरो मामा चाहिँ अलिकति त्यो 5 बजेमा चाहिँ हेरे नि त्यो भक्त हो कि अब त्यो भक्तले चाहिँ के भन्न सक्छु होइन भक्त त भक्तै रहन्छ अब यहाँ हेर्नु यहाँ मान्छे हुनुहुन्छ म यो कटिहाल्छु है यहाँ मेरो बाबाले यहाँ चाहिँ चोकिरहेको छ है अब यस्तै हो हेर्नु के हुँदैछ अनि उता चाहिँ के हुँदैछ हेर्नु त म पनि गएको है गाइस हुँदैछ कुनै त्यहाँ म पनि जानु पर्यो है त होइन अब म पनि जानु पर्यो यहाँ हेर्नु यो म तपाईँलाई गणेश भगवान् त्यति दर्शन गराइहाल्छु नि के हो र दर्शन गर्नुपर्छ के गरिसक्यो त्यही यताले गर्दैन फेरि लु अब यहाँ अब आउनु भयो 6 बजी अब चाहिँ मलाई जब म पनि आएको हुन्छ अब मामुलोहरूले बोलाउनु अरे के पूजामा लिनुहुन्छ नि त होइन म चाहिँ यहाँ कराउँदै हुन्छ निनीहरूले मलाई म एकछिन बोल्दिनँ कि होइन म यहाँ मामा बोलाउने काम सकिरहँदा चाहिँ तपाईँ चाहिँ यहाँ हेर्दै गर्नु है मामुलाई खोज्नुपर्छ अब गाइस मामा कहाँ जानुभयो मेरो मामा एकै सेकेन्डमा कहाँ हराइ जानुहुन्छ क्या धेरै छ म चिन्दैछु होइन मान्छेहरू त पूजा गर्नु मिनी चाहिँ मलाई कस्तो मन पऱ्यो क्या अनि यिनीहरू मिनीहरू क्या अब हिँड्दैछु जस्तो फिल्ममा त्यस्तो ढुङ्गा खालके होलको बाटो हुन्छ नि त्यो सानो त्यस हिँडिन्छ अलग रहेछ मेरो मामु कहीँ भेट्नु हुँदैछ होइन मेरो मामु कहाँ जानुभयो
अन्त गाइस मलाई खोकी पनि चढिरहेछ मेरो मामा भेटेर अब भन्नुपर्छ मामा भेटेर मैले त्यहाँ हेर्नु त गाइस त्यहाँ माथि पनि अब पूजा गर्नेको चिया हाल्छौँ कि होइन गाइस अब त्यहाँ तपाईँलाई नि होइन तर यो पाथी भएर आउनु जाँदै हुन्छ भने नि होइन लट्ठी उतैबाट किनेर महँगो भन्दो रहेछ कि होइन उतैबाट आफ्नो उयो गरेर लट्ठी छ भने ल्याउनु होला कि यहाँ कोही कोही मान्छेले पनि धेरै सस्तै हुन्छ म चाहिँ उतै जानु मामु मैले भेटिनँ भन्नुपर्छ मामु भेटिनँ मैले भन्दा म पकाउनु एउटा चिज भने हाँस्छु मामु नै भेट्नु भएन मामु नै भेटिन विक यता आउने भनेको के कोटाउनु खोइ सुन्दैन यता चाहिँ होइन कि बुढोभन्दा उता चाहिँ बरु चाहिँ गर्नुपर्छ यस्तै हिँड्छ अलिक मजाले अब यहाँ म के गर्दैछु हेर्नुहोस् म त्यत्तिकै डुल्दैछु बेला डुल्दैछु होइन अब म अरू ठाउँ पनि छु कि होइन कहिले चढाएको छु भने पाइएन तर नि म एकैछिन भन्दैछु बाबा कहाँ जानु कति तर भित्र नआउ त यहाँ बस्नु त दोकानदार छेउमा बाई